हेलो साथीहरू, गुड मर्निङ है सबैजनालाई। के छ तपाईँहरूको हालखबर? सन्चै हुनुहुन्छ होला है। म पनि सन्चै छु साथीहरू है। काम गर्दा गर्दा बल्ल काम सकियो है। काम सकिएर साथीहरू अब खानाको तयारी गर्ने प्लानमा छु। आज चाहिँ टक्क चिकन चिल्ली बनाएर खाम कि भनेर स्टार्ट गर्न लाग्छु है साथीहरू। भिडियो हेर्नु होला अन्तिमसम्म है, कस्तो हुन्छ। चिकन छ है, मैले यसमा मसला रेडी गरेर राखेको छ। अब यसलाई फ्राई गर्नुपर्छ होइन, टक्क लाएर। ल साथीहरू, मेरो बोनलेस चिकन पनि फ्राई हुँदैछ। फ्राई भएर टक्क बनाउनु पर्छ एकछिनमा है साथीहरू। पनि रेडी भइसक्यो है साथीहरू, सबै फ्राई गरेर यता छ अनि यता थोरै बाँकी छ। अब यसलाई निकाल्नु पर्यो है। यस्तो छ साथीहरू। अब यसलाई निकालेर यसको हल्का ग्रेभी बनाइन्छ है। निकाल्नलाई अलिकति समस्या छ साथीहरू है, के गर्नु। अब रेडी हुँदैछ है मेरो चिकन चिल्ली। टक्क अब तेल एकदम तातो हुँदैछ अनि त्यसको लागि काटेर राखेको छ क्याप्सिकम, प्याज अनि खुर्सानी, लसुन है। अनि चिकन यता छ साथीहरू। ल साथीहरू, मेरो यो पनि फ्राई भइसक्यो होइन, टक्क लाएर देख्न सक्नुहुन्छ एकदम राम्रो तरिकाले। मैले यसमा फेरि क्याप्सिकम पनि राखिसक्यो होइन। क्याप्सिकम हल्का फ्राई भइसकेपछि प्याज राख्छु होइन यसमा। ल त साथीहरू, मेरो अब रेडी हुँदैछ है। मैले टमाटर पनि राखिसकेँ, प्याज सबै राखिसक्यो होइन ग्रेभीको लागि। यसमा नमक पनि हालेको छ थोरै है। हल्का यसलाई फ्राई गरौँ है। ल अब मैले चिकन पनि राखिसकेँ यसमा होइन। अब मसला ससहरू राखिदिन्छु है एकछिनमा। अनि हेर्न सक्नुहुन्छ साथीहरू कस्तो बन्छ मेरो। फाइनल्ली साथीहरू यस्तो भयो मेरो होइन चिकन चिल्लीको लुक्स, देख्न सक्नुहुन्छ। तपाईँहरू पनि यस्तै बनाएर खानुहोस् सुरुमा, मजाको हुन्छ है साथीहरू। अनि आजलाई यति नै साथीहरू होइन। ल साथीहरू, मेरो फाइनल्ली चिकन चिल्ली पनि बन्यो है। अब चिकन चिल्लीसँग खानको लागि परौठा बनाउँदैछु है साथीहरू। अब यता तावा गरम हुँदैछ, टक्क यसमा परौठा सेक्नु पर्यो होइन। ल है साथीहरू, अब परौठा फटाफट सेक्नु पर्यो, भोक लागिसक्यो। किनभने यहाँभन्दा बढी अब देखाउन अलिकति सम्भव छैन। किन भन्नुहुन्छ भने यता परौठा सेक्नुपर्छ। ल त साथीहरू, आजलाई यति नै है। ल साथीहरू, मेरो चिकन चिल्ली अनि परौठा पनि रेडी भइसक्यो है साथीहरू। अब खानुपर्छ है साथीहरू। ल साथीहरू, भिडियो जसलाई राम्रो लाग्छ होइन, लाइक सब्सक्राइब सेयर गरिदिनु होला साथीहरू। कमेन्ट छोड्नु होला आफ्नो होइन। आजको यस्तो छ मेरो खाना है साथीहरू, ढिलो पनि भइसक्यो।